ल सम्पूर्णमा नमस्ते अनि सेवारो म दिया लिम्बू। यो भिडियो चाहिँ धेरैभन्दा धेरै सेयर गरेर अहिले सामाजिक सञ्जालमा फेक आइडी बनाउँदै तथ्यानाम गाली गर्ने हाम्रो एकदमै जल्दा बोल्दा युवा र जल्दा बोल्दा एकदम ज्ञानी मान्छेहरुसम्म पुर्याइदिनुहुन्छ भन्ने मैले आशा गरेको छु। उहाँ चाहिँ हुनुहुँदो रहेछ फेरि ज्ञानी मान्छे। उहाँ चाहिँ हिमाल थापा मगर हुनुहुँदो रहेछ। हाल अहिले वैदेशिक रोजगारको सिलसिलामा उहाँ बाहिर हुनुहुँदो रहेछ भने उहाँले चाहिँ मलाई प्रत्येक दिन लाइभमा आउँदाखेरि हाम्रो उच्च पदमा रहनु भएको माननीय हर्कराज साम्पाङज्यूसँग नाम जोडेर तथ्यानाम गाली गलौज गरेर चरित्र हत्या गर्दै मलाई धम्कीजन्य उहाँले धम्की दिएपछि म साइबर ब्युरोमा मुद्दा हाल्न म बाध्य भए। मैले उहाँलाई साइबर ब्युरोमा आज केस हालेर आएको छु र यो केस राम्ररी हेरिन्छ भन्ने मैले आशा गरेको छु। किनकि हाम्रो अहिलेका नयाँ गृहमन्त्री सुदन गुरुङले भन्नुभएको थियो सामाजिक सञ्जालमा छोरी चेलीलाई तथ्यानाम गाली गलौज गर्ने मानिसलाई पनि अब कारबाही हुन्छ र उसको पनि राम्रोसँगले इन्भेस्टिगेसन गरिन्छ भनेर भन्नुभएको थियो। यसको सुरुवात उहाँबाटै हुनुपर्छ भन्ने मैले आशा गरेको छु र उहाँ वैदेशिक रोजगारमा बाहिर हुनुहुन्छ भने उहाँलाई नेपाल पनि झिक्याओस् भन्ने मैले माग राखेको छु। र तपाईले एउटा तपाई राम्रो परिवारको मान्छे हुनुहुँदो रहेछ भने तपाईले यसरी म एउटा चेलीलाई तथ्यानाम मुख छोड्नु हुन्न थियो। मलाई दुःख लागिरहेको छ। म एउटा नेपाली चेली भएर एउटा नेपाली दाजुभाइलाई मैले मुद्दा केस हाल्नु परिरहेको छ। मलाई रहर थिएन। तर तपाईले अति गरेको हुनाले चाहिँ तपाईले अझ म त एक्स आर्मी हो गर्न सक्छस् गर के यस्ता यस्ता धम्कीजन्य कुराहरू दिएपछि हैन म बाध्य भए। तपाईहरु कोही छोरी चेली पनि चुप लागेर नबस्नु होला। तपाईलाई कसैले फेक आइडीबाट आएर गाली गलौज धम्कीजन्य अपराध गरिराख्नु भएको छ भने चाहिँ तपाईले गएर एकचोटी साइबर ब्युरोमा मुद्दा हाल्नु होला। किनभने उहाँहरूले त्यहाँबाट हेरेपछि त्यो आइडी चाहिँ कुन मोबाइलबाट र कुन ठाउँबाट खोलिएको छ भनेर उहाँले लोकेसन ट्र्याक गरेर पनि अपराधीलाई पत्ता लगाउनुहुन्छ। तपाईहरु चुप लागेर नबस्नुहोस्। आज तपाई चुप लागेर बस्नु भयो भने त्यो मान्छेले भोलि तपाईको ज्यान समेत लिन सक्छ। त्यसकारणले बेलैमा सतर्क भएर तपाईहरु पनि मुख छाड्ने काम बन्द गर्नुहोस् र यो केसलाई राम्ररी हेरिन्छ भन्ने मैले आशा गरेको छु। र उहाँको छोरी पनि हुनुहुँदो रहेछ परिवार पनि हुनुहुँदो रहेछ। एउटा बच्चाको बाउ भएको व्यक्तिले यो खाले मुख छोड्नु तपाईलाई कुन स्वभाव कुन नैतिकता र कुन संस्कारले दियो म यो पनि तपाईलाई भेटेर सोध्ने छु। मैले भनेकै थिएँ तपाईलाई हैन मैले तपाईको केही खाइदिएको छैन केही बिगार्दिएको छैन। तपाईले मलाई यसरी गाली गरिराख्नु नराख्नुहोस्। म फेरि बाध्य हुनेछु भन्दाखेरि तपाईले मलाई बाध्य बनाउनु भयो। त्यसकारणले म बाध्य भएर मैले केस हाल्न बाध्य भए र यो केस राम्ररी हेरिन्छ भन्ने मलाई आशा छ। चाहे उहाँ विदेशमा हुनुहुन्छ भने बरु त्यो विदेशबाट नेपालमा झिकाउनलाई पैसा रकम कति लाग्छ म तिर्न तयार छु। म जुनसुकै ठाउँ जुनसुकै अदालतमा जान तयार छु। तर मलाई यो मान्छे चाहियो र यो मान्छेले गरेको कुरा र यो मान्छेले गरेको अपराधको यो मान्छेले सजाय हुनु पर्यो। म यति मात्रै नेपाल सरकारसँग र हाम्रो अहिलेका गृहमन्त्री सुदन गुरुङसँग राख्न चाहे। किनभने यो कार्य यो अपराध यो नचाहिने यो चरित्र हत्या मेरो मात्रै होइन र सम्पूर्ण हाम्रो नेपाली चेलीहरूको पनि भइरहेको छ। यो कार्य बन्द होस् र यो कार्य बन्द गर्नको लागि सुरुवात यही मान्छेसँग होस् भन्न चाहन्छु। मेरो कुरा मैले गरेको डिसिजन तपाईहरुलाई के कस्तो लाग्यो जे जस्तो लाग्छ कमेन्टमा आफ्नो प्रतिक्रिया राख्न नबिर्सिनु होला। हस्त नमस्ते धन्यवाद जय नेपाल।